Okay. Hello everyone. आज हामी सुरु गर्छौँ लिभिङ अर्गानिजम्सको बारेमा। अब obviously यहाँ अर्गानिजम आएको छ भन्ने कुरा त हामीले बुझ्नु पर्यो कि जोसँग लाइफ हुन्छ, जो चाहिँ ग्रोथ हुन्छ हैन। यहाँ इन्क्लुड गरेको छ लिभिङ अर्गानिजम। obviously त्योसँग के हुनु पर्यो भन्दाखेरि लाइफ हुनु पर्यो भन्ने कुरा हामीले बुझ्छौँ हैन। अब यो लिभिङ अर्गानिजमको आज हामी क्लासिफिकेसनको बारेमा बुझ्न गइरहेको छौँ। अब यो लिभिङ अर्गानिजमको क्लासिफिकेसन बुझ्नुभन्दा अघि यसको हामीले हिस्ट्री बुझ्नुपर्छ। हिस्ट्री अफ लिभिङ अर्गानिजम अफ क्लासिफिकेसन, यसको लिभिङ अर्गानिजम चाहिँ यसलाई कसरी क्लासिफिकेसन गर्यो भने यसको हिस्ट्री चाहिँ हामीले बुझ्ने कोसिस गरौँ। दुई चारवटा साइन्टिस्टले कसरी यसलाई डिस्क्राइब चाहिँ गरियो, यसलाई क्लासिफाई चाहिँ गर्न खोज्यो भन्ने कुरा हामीले यहाँ बुझौँ। फर्स्टमा मैले लिएको छु एरिस्टोटलको बारेमा हैन, एरिस्टोटललाई लिएको छु। अब यो एरिस्टोटलले के भन्न खोजेको छ भन्दाखेरि यो जे जति भनेको यिनीहरूले गरे नि त भन्दाखेरि क्रोनोलोजिकल अर्डरमा गरे कि। अब अब यो क्रोनोलोजिकल अर्डर भन्नाले के बुझ्छ भन्दाखेरि अब यहाँ हेर्न सक्नुहुन्छ क्रोनो के अरे CHRONO, क्रोनो मिन्स टाइम हामीले बुझ्नु पर्यो एन्ड लोजी मिन्स हामीले के बुझ्नु पर्यो भन्दाखेरि अर्डर बुझ्नु पर्यो। यो टाइम अर्डरको हिसाबले यसलाई के गर्यो भन्दाखेरि क्लासिफिकेसन गरेको छ हैन। अब यहाँ हेर्न सक्नुहुन्छ क्लासिफाइड ग्रुप प्लान्ट्स हर्ब्स सब एन्ड ट्रीज अन द बेसिस अफ मर्फोलोजिकल स्ट्रक्चर्स। अब यहाँ हेर्न सक्नुहुन्छ मर्फोलोजिकल स्ट्रक्चरको आधारमा के गर्यो भन्दाखेरि यसलाई भनेको तीन भागमा यसले भनेको क्लासिफाइड गर्यो। भनेको एउटा भनेको हर्ब, सर्ब र ट्री। जुन भनेको अभियसली हामीहरूले सानैदेखि पढ्दै आएको छ हब भन्नाले जुन भनेको सबभन्दा स्मलेस्ट प्लान्ट हुन्छ, स्मलेस्ट प्लान्ट हुन्छ, त्यसलाई हामीले हर्ब भनेको हुन्छ। एन्ड सब भन्नुको अर्थ के हुन्छ भन्दाखेरि बुसी प्लान्ट भन्छ जुन भनेको मिडियम साइजको हुन्छ हैन। एन्ड ट्री भनेको लङ हुन्छ, टल हुन्छ एन्ड स्ट्रङ हुन्छ, जसलाई हामीले के हुन्छ भन्दाखेरि ट्री भन्ने गर्छ हैन। यसलाई चाहिँ कसले भनेको यसले क्लासिफाइड गर्यो भन्दाखेरि एरिस्टोटलले के को बेसिसमा गर्यो भन्दाखेरि मर्फोलोजिकल क्यारेक्टरिस्टिकको हिसाबले के गर्नु खोज्यो भन्दाखेरि क्लासिफाइड गर्न खोजेको छ। एन्ड क्याटेगोरिज एनिमल्स इन्टु वाटर एनिमल्स, ल्यान्ड एनिमल्स, एयर एनिमल्स अन द बेसिस अफ ह्याबिटेट्स। उसले के गर्न खोज्यो भन्दाखेरि हामीहरूलाई थाहा छ वाटर एनिमल्सलाई हामी अर्को के नामले भन्छौँ भन्दाखेरि एक्वेटिक एनिमल्स भनेर चिन्छौँ। के भन्छौँ भन्दाखेरि वाटर एनिमल्सलाई हामीहरूले अर्को के भन्छौँ भन्दाखेरि एक्वेटिक पनि भन्ने गर्छौँ हैन। एन्ड अब यहाँ सुन्नुहुन्छ ल्यान्ड एनिमल्स भनेको छैन, ल्यान्ड एनिमल्सलाई हामीले टेरेस्ट्रियल पनि भन्ने गर्छौँ हैन। टेरेस्ट्रियल एनिमल्स भनेको अर्को के दिएको छ भन्दाखेरि एयर एनिमल्स कि। अब एयर एनिमल्सलाई हामीले के भन्न खोजेको छ भन्दाखेरि एरियल एनिमल्सहरू पनि भन्ने हामीहरूले गरेको हुन्छ हैन। अब यहाँ हेर्न सक्नुहुन्छ हामीले के बुझ्यौँ भन्दाखेरि हर्ब, सर्ब र ट्री प्लान्टलाई यसले चाहिँ के को बेसिसमा मर्फोलोजिकल स्ट्रक्चर एन्ड एनिमल्सहरूलाई भनेको तीन भागमा जसले क्लासिफाइड गर्न खोजेको छ वाटर एनिमल्स, ल्यान्ड एनिमल्स एन्ड एरियल एनिमल्स, जो चाहिँ के को बेसिसमा भन्दाखेरि ह्याबिट्याटको हिसाबले। अब ह्याबिट्याट भन्नाले के हुन्छ त्यसको बसाइ स्थानको हिसाबले यसलाई चाहिँ भनेको क्लासिफाइड गर्न खोजेको छ। एनिमल्स विथ ब्लड एन्ड विदाउट ब्लड वेड अल्सो ग्रुप बाई एरिस्टोटल। जोसँग ब्लड हुने र नहुने चाहिँ भनेको त्यसलाई चाहिँ क्लासिफाइड गर्यो भने कसले भन्दाखेरि एरिस्टोटलले जुन चाहिँ ब्लड हुन्छ हैन, विथ ब्लड हुनेलाई हामीले के भनेको छौँ भन्दाखेरि भर्टिब्रेट्स भनेको छौँ, भर्टिब्रेट्स। एन्ड विदाउट ब्लड्स भएकोलाई हामीले के भनेको छौँ भन्दाखेरि इन्भर्टिब्रेट्स भनेको छौँ। अब यसले हामीहरूले यसलाई डिफाइन गर्दाखेरि कसरी भन्न सक्छौँ भन्दाखेरि भर्टिब्रेट्सलाई those animals which have backbone, या ब्याकबोन भएकोलाई हामीहरूले के भन्छौँ भन्दाखेरि भर्टिब्रेट्स भन्छौँ हैन। एन्ड ब्याकबोन नभएकोलाई हामीहरूले के भन्छौँ भन्दाखेरि इन्भर्टिब्रेट्स भन्छौँ। अब यसले यहाँ चाहिँ भनेको एरिस्टोटलले के को आधारमा भनेको गरिएको छ भन्दाखेरि ब्लड भएको र ब्लड नभएको, विथ ब्लड एन्ड विदाउट ब्लडको हिसाबले के गर्यो भन्दाखेरि यहाँ ग्रुपलाई क्लासिफाइड गर्न खोजेको छ। त्यसपछि आयो थियोफ्राटस। थियोफ्राटस भनेको एउटा साइन्टिस्टको नेम हो। यो थियोफ्राटस आइसकेपछि के गर्यो भन्दाखेरि अब यसले के भन्दै भन्दाखेरि एरिस्टोटल होइन यसरी चाहिँ भने हामीले यसलाई तीन भागमा मात्र क्लासिफाई गर्न मिल्दैन भनेर उसले के गर्यो भन्दाखेरि
प्लान्ट्सहरूलाई हैन चार भागमा क्लासिफाइड गर्यो। अब चार भागमा कसरी क्लासिफाइड गर्यो? एउटा हर्ब गरिदियो, एउटा सर्ब गरिदियो, फेरि त्यो सर्बको पनि एउटा सब सर्ब के सब गरिदियो एन्ड ट्रिज गरिदियो। यो भनेको चारवटा भनेको उसले के गर्यो भन्दाखेरि क्लासिफाइड गरिदियो। त्यसपछि उसले के गर्यो भन्दाखेरि he described flowering and non-flowering plant. हामीलाई थाहा छ flowering and non-flowering plant भन्नाले those plants which bears flower that is called a flowering plant, and those plants which do not bear flower that is called a non-flowering plant. Yeah, and superior ovary and inferior ovary and inferior ovary जुन भनेको प्लान्टमा हामीले बेसिकली पढ्ने गर्छौँ त्यसलाई पनि क्लासिफाइड गरिदियो। एन्ड फ्री एन्ड फ्युज पेटल्स, तपाईहरुले भनेको फ्लावरको जुन भनेको सबभन्दा आउटर कभरिङ लेयर जुन भनेको हामीले पेटल्स पढेको छ हैन, सेपल पेटल्स जुन भनेको हामीले पढेको हुन्छौँ हैन, त्यसको फ्री एन्ड फ्युज पेटल्स अल्सो फ्रुट टाइप, फ्रुट्सको पनि टाइप्सलाई भनेको यसले के गर्यो भन्दाखेरि भनेको क्लासिफाइड गरिदियो भनेको कसले? थियोफ्राटसले। अब हामीहरूले बुझ्नु पर्यो भन्दाखेरि फोर टाइप्समा चाहिँ फोर टाइप्समा चाहिँ कसले क्लासिफाइड गरेको भन्दाखेरि थियोफ्राटसले हैन। फ्लावरिङ प्लान्ट एन्ड नन फ्लावरिङ प्लान्ट चाहिँ कसले क्लासिफाइड गरेको भन्दाखेरि थियोफ्राटसले गरेको। सुपेरियर र इन्फेरियर भनेपछि ओभर चाहिँ कसले क्लासिफाइड गरेको भन्दाखेरि थियोफ्राटसले गरेको हैन। फ्रुट्सको टाइप चाहिँ कसले गरेको भन्दाखेरि थियोफ्राटसले गरेको हैन। फ्री एन्ड फ्युज पेटल्स चाहिँ कसले क्लासिफाइड गरेको भन्दाखेरि थियोफ्राटसले गरेको भन्ने कुरा हामीले बुझ्नु पर्यो। अनि त्यसपछि एउटा आयो जोन्स रे भन्ने एउटा साइन्टिस्ट आयो हैन। जोन्स रेले के गर्दै भन्दाखेरि हामीहरूले मोनोकोट डायोकोट पढेको छौँ कि मोनोकोट डायोकोट प्लान्ट पनि पढेको छौँ हैन। अब यो बेसिकली मोनोकोट डायोकोट प्लान्ट भनेको के भन्दाखेरि दोज प्लान्ट्स व्हिच हैव सिंगल कोट के भन्नाले एउटा कोट हुन्छ के त्योसँग हामीले के भन्छ भन्दाखेरि मोनोकोट। डायोकोट भनेको दुईटा